मेरो दोस्त, आज म तपाईहरुसँग एउटा कुरा शेयर गर्न चाहन्छु। जुन कुरा मलाई लाग्छ कि आफैमा अलि चेन्ज भइरहेको छ ममा, त्यो कुराहरु तपाईहरुसँग शेयर गर्दैछु। यो हो डे 4 अफ माई रियल लाइफ जर्नी। डे 1, डे 2, डे 3 मा मैले त आफ्नो रियल लाइफको स्ट्रगलको बारेमा कुरा गरियो, तर म आज भोलि आफूमा एउटा चेन्ज नोटिस गरिरहेको छु। सिचुएसन पहिला जस्तै छ, रुम भेटेको छैन, खाना कहिले ठीक हुन्छ कहिले हुँदैन, तर मन भन्ने पहिला भन्दा अलि स्ट्रङ जस्तो फिल हुन्छ। म बुझ्दै छु, फिल पनि भइरहेको छ। स्लोली मान्छे चेन्ज हुन्छ रे, म पनि चेन्ज भइरहेको छु जस्तो मलाई फिल भइरहेको छ। जस्तो कि फोन कम चलाउने, रिल्स टिकटक बढी नहेर्ने, टाइम पास नगर्ने। लाइफ एकदिनमै बदलिदैन, तर स्टेप बाई स्टेप बदलिन्छ। त्यो विश्वास भयो, अनि हजुरहरु पनि विश्वास गर्नुस्, लाइफ चेन्ज हुन्छ रे। भोलि डे 5 मा अझै चर्चा गरौँला मेरो दोस्त। लाइफ एकैचोटी बदलिदैन, तर स्टेप बाई स्टेप पक्कै बदलिन्छ। मेरो कुरा मान्नुहुन्छ भने आफ्नो लाइफ बदल्ने प्रोसेसमा लागिहालौ। आजलाई यति नै, बाई।